इन्सपायरिङ पर्सन लीला रसाली विषयमा हुनुहुन्छ। आज प्रोग्राम कस्तो भयो अनि सल्लाह सुझाव के दिन चाहनुहुन्छ? Absolutely real. हाम्रो विश्वकर्मा सभा अध्यक्षजी हुनुहुन्छ। दाइ एक शब्द आज कस्तो प्रोग्राम कस्तो हुँदैछ? There is only one Vishwakarma. UK ma or Nepal ma. or all around the world. All around the world. Vishwakarma is Vishwakarma. As simple as that. जस्तै हाम्रो जित अङ्कल चाहिँ पहिलाको एक्स प्रेसिडेन्ट विश्वकर्माको सही उहाँले पहिला राम्रो प्रोग्राम गर्नुहुन्थ्यो पहिला अब अङ्कल चाहिँ प्रेम दाई भन्नु अब दाई त अब पहिलेबाट हामीसँग आबद्ध हुनुहुन्छ नि मेरो सबभन्दा युकेको राम्री श्यामा हुनुहुन्छ हामी मिने श्यामा जस्तो राम्री म त अस्ति लाइफमा देखेको छु दाइ यो भ्लग है भ्लग हो हाम्रो यता भीमसेन अङ्कल हुनुहुन्छ। नमस्ते अङ्कल, हाम्रो भ्लग अङ्कल अङ्कल 2 शब्द प्लिज आज कस्तो भयो प्रोग्राम? 3 मिनट ल सचिवजी भन्नुहोस् कस्तो प्रोग्राम? दाजुजी कस्तो भयो हजुरलाई? हाम्रो त आज दुःख गरेर ल्याइयो नि हामीलाई स्पेसल। हजुर कार्यक्रम एकदमै राम्रो भयो हजुरहरूले गर्नुभयो। हजुर चाहन्छु नि आज कार्यक्रम हामीले सोचे भन्दा एकदम सफल भयो। ग्रान्ड हो ग्रान्ड समाजको पार्टी एकदमै रमाइलो भयो। रमाइलो भयो। समर पार्टी भेन्यू चाहिँ नि हो माइ गॉड। हाम्रो नगेन्द्र अङ्कल हुनुहुन्छ एकदम सिनियर सल्लाहकार हाम्रो विश्व समाजको पहिलेबाट हजुर एकदम रमाइलो यो चाहिँ कन्टिन्यू भइरहेको छ। हो कलाकार एक्टर ध्रुवदत्त दाई हुनुहुन्छ। देव दिदी कस्तो आज प्रोग्राम? एकदमै राम्रो है दाई चाहिँ पहिले 2006 देखि नै एकदम एक्टिभ समाजको लागि जे पनि गर्न रेडी। दाई अब नाइट ड्युटी गरे पनि डे ड्युटी गरे जे हो भने समाजले एक फोन कल गर्ने बित्तिकै एकदम एक्टिभ। अहिले पनि पहिले अध्यक्ष जो भए पनि फेरि है जो सल्लाह सुझाव राम्रो लाग्यो भेनाजुहरूले अर्गनाइज गरेर एकदम खुसी लाग्यो। हो भ्यारिकेडबाट आउनुपर्छ त्यति नर्थबाट। दाई चाहिँ सबभन्दा टाढा आउने हाम्रो विजय दाई सधैँ हुनुहुन्छ। दाईको पार्टी कहिल्यै मिस गर्नुहुन्न। हाम्रो यहाँ कोषाध्यक्ष हुनुहुन्छ रोजी भाउजू चाहिँ पहिलेबाट एकदम एक्टिभ हुनुहुन्छ समाजमा। यसपालि यस्तो काम गर्नुपर्छ कि हामी जब 3 छक्क पऱ्यो यस्तो हाम्रो समर बिबीको तयारी भइरहेको छ। सुरुमा चाहिँ आज म आएर छु 9 बजे। हाम्रो अध्यक्षज्यू बाटोमा हुनुहुन्छ अनि मदन दाईले सबै सामानहरू टक्क लिएर आउनुभएको छ। यहाँ मामाहरू आउनुभएको छ हेल्प गर्न। हजुर ल हाम्रो दिदी नै आइसक्नुभयो हाम्रो कोषाध्यक्षज्यू उहाँको सानबिना के हुन्छ ल यहाँ सिधा यता राख्नु हो यहाँ शीतल दाजु नमस्ते आराम हुन्छ टेस्टको छ नि दाइ टेस्ट फर्स्ट क्लास छ है काम धमाधम हुँदैछ ल्याएर। शीतलमा खिच्ने यार शीतलमा खिच्नु हामी विश्वकर्मा समुदायको चाहिँ एउटा परिवार हो। समाजमा सुनारले कमाउने पनि समाजले कमाउने पनि परिवारले कमाउनेमा 4 किसिमको चिज हुन्छ। एउटा भनेको
Hello. Thank you very much. Daddy. Daddy is there. Daddy is there. Oh, yeah, that is fine. तपाईँ जाँदै गर्नु म आउँछु यहाँ मुन्न दाइहरू त्यहाँ हुनुहुन्छ भाइ धमाधम पाक्दैछ है आराम हुनुहुन्छ मामाहरू आरामै हुनुहुन्छ के ड्रिङ्क्स के ल्याइदिउँ हो मामाहरू चाहिँ धमाधम मासु पोल्दै हुनुहुन्छ नमस्तेबाट आउनु हनुमा नहीं यो भ्लग है भ्लग हो आन्टी बोरिङ हुनु हो क्या है हुन्छ थ्याङ्क यू सो मच फेरि पनि हाम्रो विश्वकर्मा समाजको सबै दाइ दिदीहरूलाई
धेरै धेरै धन्यवाद दिँदै यो माया आशीर्वादको लागि थ्याङ्क यू सो मच। अझ धेरै गाउनुहुन्थ्यो, हामीसँग अन्य कलाकार साथीहरू पनि हुनुहुन्छ। सो अहिलेको चाड लागि चाहिँ म स्टेजदेखि बिदा हुन चाहन्छु। नबिर्सिनु होला, सबैजनाले आफ्नो ख्याल राख्नु होला। थ्याङ्क यू सो मच र धन्यवाद छ। यो माइक्रोफोन कार्यक्रम सञ्चालकजीलाई हस्तान्तरण गर्दछु दाइ। थ्याङ्क यू दाइ। दाजु आज कस्तो भएछ प्रोग्राम? एक शब्द धेरै एकदम फ्यान्टास्टिक। फ्यान्टास्टिक। नेपाली भाषामा भन्दाखेरि हजुर यहाँ परको कोही पनि हुनुहुन्न, सबै आफ्नै परिवार हुनुहुन्छ। हजुर हजुर अनि आफ्नो परिवारको जम्का भेटमा सबै आफ्नोपन हुन्छ, एकदम त्यो सबभन्दा राम्रो कुरा हो सही कुरा है। एकदम अब एउटा भनाइ छ नि, हजुर हामीले खुसीमा चाहिँ समाज खोज्यौँ भने दुःखमा हामीलाई समाजले खोज्छ। एकदम त्यसले गर्दाखेरि नि हामीले समाज हुनुपर्छ र आउनुपर्छ भन्ने चाहिँ म सबैलाई एकदम कामना दिन चाहन्छु। एकदम धन्यवाद दाजु, आइदिनु भयो एकदम रमाइलो। अब यसो इभिनिङ भेट भइराख्नुपर्छ अब। अर्को कुरा के पनि हुन्छ म भने यता आउँछु यता टाढा भएर समाज टाढा हुँदैन। हजुर हामी धेरै आएर समाज नजिक पनि हुँदैन। हो नजिक कतिखेर हुन्छ भन्दाखेरि जसको आँखामा आँसु झर्छ नि एकदम त्यतिखेर पुस्न सक्यो भने बल्ल नजिक हुन्छ। सही हो अङ्कल, एकदम सही कुरा हो। अब हामीले दुःख पर्दा आँसु पुस्न सकिएन भने त्यो समाज पनि काम लाग्दैन, हजुर घर पनि काम लाग्दैन, त्यो आफन्त पनि काम लाग्दैन। एकदम मैले जानेको चाहिँ यति छ है। एकदम एकदम धन्यवाद। तपाईँको सधैँ मिठो बोल्नुहुन्छ, मिठो र गहकिलो कुराहरू गर्नुहुन्छ हाम्रो दाजुले। थ्याङ्क यू सो मच। ल भाउजू बोरिङ त हुनुभएको छैन? बोरिङ त हुनुभएको छैन भ्लग है? कुमार दाइ ठिक हुनुहुन्छ है? दाजु हाम्रो यो पार्टी कस्तो एकछिन भन्नु न। एकदम धेरै वर्षपछि एउटा गेट टुगेदर दाजुभाइको होइन? आज प्रोग्राम कस्तो भइरहेछ? हजुर धेरै वर्षको ग्यापमा हो हाम्रो पुरानो साथीभाइसँग एकदम धेरै खुसी लागेको छ। हो स्पेसली यो भेन्यू इज सो ग्रेट। हाम्रो विनोद दाजु भ्यानबाट आएर त खटिनुहोस्। हाम्रो कुमार दाई पनि, यो भेन्यूको लागि कुमार दाईले भन्नै पर्ने झन्। यो भेन्यूको लागि ग्रेटफुल राम्रो छ, यो थ्याङ्क यू कुमार। नेक्स्ट टाइम इभन बेटर वी हैव टु गेट। हाम्रो कुमार दाईको चाहिँ अब नेक्स्टमा फटिक हामी आफै गर्ने। कुमार दाईको कुरा एकदम 100% सही हो। कि कुमार दाईले पहिले गर्नुभएको, हामी पर मिठो दाईहरू हो। ल ल विनोद दाजु थ्याङ्क यू सो मच है, धेरै कुरा गर्नु पाएन। ल जो त सन्चै हुनुहुन्छ? रमाइलो भइरहेछ है? रमाइलो भइरहेछ के कम्प्लेन? राज दाइ एक्टिभ बिरन हामी त राम्रो खतरा हुनु पऱ्यो हामी त। धेरै वर्षपछि हामी रमाइलो ल हजुर एकदम रमाइलो यो चाहिँ कन्टिन्यू भइरहेको छ। हो मलाई याद छ हाम्रो ज्योति दाइ हामी 2006-07 नै यो प्रोग्राम भन्दा पहिला मासु हामी आफै पोल्थ्यौँ नि। मासु एक रात पहिला ल्याएर खासमा आज पनि हामी नै बोल्नु पर्ने हो थियो, तर अलिकति टाइम यो अर्गनाइजमा अलिकति हो यो फर्स्ट टाइम भएर एकदम यताउति कनेक्सनहरू भएन। एकदम सही भयो। अलिकति ठिक छ, धेरै वर्षपछि बेस्ट। फ्याबुलस। एकदम लभली प्लेस छ। हजुर हजुर ठाउँ पनि राम्रो छ। अनि हजुर सबैले रमाइलो गर्नुपर्छ होइन? सबभन्दा ठुलो कुरा हाम्रो भेटघाट एकदम एकदम सही सही सही। सबैसँग भेट भयो। कति कहाँबाट आउनु टाढाबाट आउनुभयो नि त? टाढा मेरो धरानको एकजना हुन्छ राजु दाई पस्नु है? नभेटेको है, आज गाउँमै गऱ्यो लाउरे लागेर पनि होइन म दिदीतिर आएको छु है। दिदीहरूतिर दिदी कस्तो आज प्रोग्राम एकदमै राम्रो है? के कम्प्लेन के रिपोर्ट? गर्मी गर्मी त जुन हलमा पनि गर्मी नै हल त जुन हलमा नि गर्मी त हुन्छ तर अझ नेपालको है। नेपालको भाइपछि अब हाम्रो दिदी नेपालबाट आउनुभएको छ होइन? दिदी भेना हजुर हजुर जो हजुर टाढोबाट आयो एकदम बेसरी खुसी भयो हामी चाहिँ। म चाहिँ युट्युबमा हाल्छु भ्लग हेरेर ल। हजुर हजुर युट्युबमा के छ रे एकाउन्ट? म लिङ्क पठाइदिन्छु, म दाजु पठाइदिन्छु। हजुर थ्याङ्क यू सो मच, रमाइलो गर्नु होला है। हुन्छ थ्याङ्क यू, हस् हुन्छ। मेरो सबभन्दा युकेको राम्री छ्यामा
हुनुहुन्छ हामी मिने श्यामा जस्तो राम्रीमा त अस्ति लाइभ देखेको छु अमृत श्यामा हुनुहुन्छ यता हामी कान्छे श्यामा होइन श्यामा धेरै वर्षपछि पार्टी भयो कस्तो लाग्यो हजुरलाई एकदमै रमाइलो भयो है 2010-11 तिर हुन्छ पहिला हाम्रो पार्टीहरू एकदमै रमाइलो फेरि पनि यस्तै रमाइलो होस् भन्ने चाहन्छु अनि सबैजना इष्टमित्रहरू धेरै सबै भयो नयाँ पनि धेरै देख्यो नयाँ फेसहरू त्यो चिन्जान भयो बच्चा पनि ठुलो भयो नि 2010 को बच्चा अहिले त कत्रो होइन श्यामा अनि 15 वर्षपछि भेट्दा त जो पनि 15 वर्षपछि सबैजनालाई अब त्यतिखेरको बच्चाको जन्म भएको बच्चा र 15 वर्ष भइसक्यो नि त 15 वर्ष हामीहरू श्यामा त एभेग्री भन्दा हाम्रो मिना श्यामा त होइन सधैँ एउटै ल अमृत श्यामा तपाईँ भन्नुहोस् ल कस्तो लाग्यो आज प्रोग्राम पार्टी हामीले एकदम इन्जोय गरेर छौँ धेरै वर्षपछि पार्टी भयो हजुर हजुर अनि पहिला जाँदाखेरि के डिफ्रेन्ट पायो भने अब ठुलोहरूको लागि रमाइलो नाचगान हुन्थ्यो बच्चाहरूको लागि साह्रै गाह्रो एकदम बाउन्स काल्छ थियो बच्चाले एकदम इन्जोय गरे घरमा बस्नु हुन्छ होइन बच्चाहरू चाहिँ होल इन्जोय गरेको भएर हामीलाई पनि धेरै एकदम एकदम कान्छी श्यामा तपाईँको त्यही भएर भयो श्यामा त्यो बोल्नुहुन्न फेरि होइन उहाँ लेखाइ चाहिँ राम्रो छ फेरि एकदम लेखाइ चाहिँ राम्रो हुन्छ बच्चाहरू रमाएपछि हामी अभियसली हजुर ल थ्याङ्क यू सो मच दाइ नमस्ते हाम्रो विश्वकर्मा समाज अध्यक्षजी हुनुहुन्छ दाइ एक शब्द आज कस्तो प्रोग्राम कस्तो हुँदैछ आजको प्रोग्राम चाहिँ अब यसलाई कसरी भन्नु मेरो शब्दले भन्दाखेरि अब यो चाहिँ एउटा एक्जाम्पल विश्वकर्माको आजसम्मको पार्टीमा हजुर हजुर एक्जाम्पल पार्टी हो हजुर म त त्यसरी भन्न चाहन्छु हजुर दाइले कसरी भन्नुहुन्छ प्रेम दाई भन्नु अब दाई त अब पहिलेबाट हामीसँग आबद्ध हुनुहुन्छ नि अब संक्षेपमा भन्दाखेरि अब पार्टी नभएको धेरै वर्ष एकदम सही कुरा र लामो अन्तरालपछि भएको पार्टीमा सबैको अनुहारमा खुसी छाएको देख्न पाएँ एकदम त्यही नै हामीलाई म पनि खुसी छु र मेरो परिवार पनि खुसी छ र अब आगामी दिनहरूमा पनि यसले निरन्तरता पाइराखोस् एकदम जसरी हामीले पहिला जसरी 2007 भयो कि त्यसपछि आउने दिनहरूमा गरिरहेको थियो र बिचमा केही समय ग्याप भएको थियो नि त्यो ग्यापलाई आज अचानक बन्धन तोडिएर को अनुसार अहिलेको कार्य समिति चलाउँछ र आगामी दिन पनि फेरि अब मैले व्यक्तिहरू आउँछन् जान्छन् र हाम्रो निरन्तरता भन्ने कुरा सधैँ रहेर के अरे सल्लाह सुझावले त के भने दिने मात्रै हो नयाँ जेनेरेसनले आफ्नै ढङ्गले गर्नुहुन्छ त्यो ढङ्गमा नयाँ जोस र उसमा जाँदाखेरि पुरानो पिँढीकाहरूलाई पनि सल्लाह सुझाव लिएर अगाडि बढोस् र निरन्तर पाइरहेको हुन्छ एकदम धन्यवाद हजुरको आशीर्वाद हाम्रो अध्यक्षजीको पनि भनाइ त्यही छ हजुर धेरै मान्छे आज जुट्नु भयो हजुर छोटकरीमा कुरा गर्न चाहन्छु सक्छौँ भने अब त्यही थालमा खाने हो एकदम तर थालमा त अवश्य हामी अटिँदैन एकदम होइन र किन थालको डायमिटर सानो हुन्छ कि पनि दुईजना चाहिँ अटिन्छ हल्कैसँग एउटा उता बस्छ एउटा बस्छ कताउनु हुन्छ तर अब थालमा चाहिँ त्यसो अटिँदैन त्यसले गर्दा यस्तै हलमा खाउँ हलमा खाएर रहेकोलाई राखेर आफ्नो परिवारलाई एकदम सही कुरा हामी अगाडि त्यति हो धन्यवाद अध्यक्षजी हजुरलाई म त त्यति बोल्न पनि आउँदैन एउटा कुरा के जानु छ भने काम गर्नु चाहिँ जानु एकदम हुन्छ थ्याङ्क यू सो मच हजुर म अरू पनि यसो हजुर हाम्रो यता भीमसेन अङ्कल हुनुहुन्छ नमस्ते अङ्कल हाम्रो अङ्कल 2 शब्द प्लिज आज कस्तो भयो प्रोग्राम आजको यो विश्वकर्मा समाजको प्रोग्राम चाहिँ एकदम नै राम्रो रमाइलो टाइम होइन हजुर जुन चाहिँ अब हामीले यो अपेक्षा गरिरहेको थियौँ हजुरको हाम्रो कृष्ण अङ्कल अहिलेको प्रेजेन्ट अध्यक्षज्यूको एकदम यो उसमा कोअर्डिनेटर प्लस मेरो बाबु सचिवजी हाम्रो त एक्टिभ सचिवजी अनि मेरो फ्यामिली रिलेसन पनि मेरो साला गर्दाखेरि चाहिँ हजुर उहाँहरूको यो उदेखि चाहिँ एकदमै राम्रो अनि रमाइलो भयो हजुर त्यसैमा यो सेकेन्डमा चाहिँ हाम्रो के भयो भने हाम्रो सबै हाम्रो विश्वकर्मा फ्यामिली यहाँ भेट भयो एकदम र नेपालदेखि आउनुभएका हाम्रो कलाकारज्यूहरू एकदम रमाइलो भयो इन्टरटेन र अनि गर्छ उसको सन्तोष बाबुको एकदम राम्रो थियो त्यसैमा प्लस हाम्रो अरू पनि हजुर इन्टरटेनमा नानीको चाहिँ एकदम अङ्कल विशेष टाढो आइदिनु भयो एकदम धन्यवाद हजुरलाई है यो त अब अङ्कलसँग त भेट भइरहेको छ अब 2-3 मिनट ल सचिवजी भन्नुहोस् कस्तो प्रोग्राम हजुर आजको प्रोग्राम एकदम रमाइलो भयो सबै एटेन्डेन्स फुटबलहरू एकदम राम्रो थियो र सबैको राम्रो रिपोर्ट आएको छ सबै राम्रो रिपोर्ट आएको छ सबैले एकदम उत्साहजनक र रमाइलो रात मनाउँदै गरेको हजुर हजुर आशा छ अझै पनि योभन्दा राम्रै गरौँ अरू एकदम सबैलाई धन्यवाद छ हजुर हाम्रो प्रकाश दुताजी कस्तो भयो हजुरलाई हाम्रो त आज दुःख गरेर ल्याइयो नि हामीलाई स्पेसल च्यानलमा चाहिँ जोडिनु हुने सबैलाई नमस्कार एकदम धन्यवाद
पारिवारिक इन्भाइरोमेन्ट पनि आनन्द आयो दाइहरूसँग चाहिँ चिनजान गर्ने भेट्ने एकदम हो एक दुईवटा गीत पनि गाइयो यहाँले दिनुभएको माया साथ आशीर्वाद धन्यवाद सधैँ नै सुनिराख्नु हो हजुर थ्याङ्क यू जनकजी हजुर 2 शब्द प्लिज मेरो 2 शब्द के छ भने प्रकाशजीलाई मैले स्पेसली नेपाल गएर भेट्छु भनेको मान्छे यो यहाँ भेट्न पाएँ एकदम हामी पनि भाग्य नि नेपालको के भन्छ विभूति एउटा गहना होइन कलाकार हुनुहुन्छ टु बी अनेस्ट म पनि एउटा गायक हो सिङ्गर हुन्छ ओके पर्सनली मैले है हजुर हजुर प्रकाशजीको गीतलाई मैले हजुर मेरो काममा है ड्युटीमा मैले चाहिँ सुनिराख्नुहुन्छ सुनिराख्छु मैले भिडियोहरू भिडियो म्युजिक स्वर यति मिठो छ साँच्चै भने अहिलेको यङ जेनेरेसनमा मैले एप्रिसिएट गर्नुपर्नु भन्दा सिलेक्सन मैले प्रकाशजीलाई चाहिँ मैले एकदम नेपालमा धेरै छन् सिङ्गरहरू है तर प्रकाशजीको गीतहरू पर्सनली एकदम उहाँको मेलोडियस लोक भाका उहाँको एउटा पञ्च गीतमा हुन्छ नि शब्द चाहिँ पञ्चहरू मेलोडियसहरू इमेजिन दाजु हजुर 2 शब्द प्लिज कस्तो भयो प्रोग्राम कस्तो तपाईँलाई थ्याङ्क यू सो मच हजुर हजुर कार्यक्रम एकदमै राम्रो भयो हजुरहरूले गर्नुभयो हजुर मेरो आदर्श दाजु कार्यक्रम कृष्ण खतराज अहिले आयोजना गर्नुभएको हाम्रो विश्वकर्मा समाजको यो कार्यक्रम आज पहिलो उमङ्गमा एकदमै सबैको सहयोग सबैको सहयोग पाउँदा एकदमै हामी आज पनि एकदमै उमङ्ग उत्साह दिन पनि एकदम एकदम हजुर हामी चाहिँ एकदमै राम्रो छ परिवारहरू खुसी उमङ्ग हजुर लागि पनि अझ पनि योभन्दा अझै राम्रो इभेन्ट अब राम्रो होइन अब यो कार्यक्रममा चाहिँ अब इन्स्पायर हेरेर हजुर हजुर अझै राम्रो सबैलाई फेरि एकसाथै राखेर अब कार्यक्रम यस्तो गर्न पाइयो भने एकदम थ्याङ्क यू जनक दाजु के भन्नुहुन्छ लास्ट के भन्न चाहन्छु भने आज कार्यक्रम हामीले सोचे भन्दा एकदम सफल ग्रान्ड त्यसमा चाहिँ हजुरहरूको भूमिका हाम्रो सबै समाजमा जति पनि हामीहरू सल्लाहकार मेम्बरहरू सबैको सहयोग सहायताले आज एकदम सोचे भन्दा राम्रो सफल त्यसको लागि चाहिँ हामी सम्पूर्ण विश्वकर्मा समाजका जति पनि हाम्रो सहयोगी हातहरू छन् त्यसलाई एकदम थ्याङ्क यू जनकजी थ्याङ्क यू सो मच हाम्रो भीमसेन अङ्कल तपाईँलाई सधैँ धेरै माया धन्यवाद तपाईँलाई सधैँ मिठो कुरा गर्नुहुन्छ अङ्कलले होइन हो कि न एकदम अब सजिलो कुरै नगरौँ हामी एक्टिभ हजुर ल हुन्छ म यता नि गर्छु अमृत दाई आज 2 शब्द प्लिज मेरो भ्लगमा हाम्रो विश्वकर्मा पार्टी कस्तो भयो तपाईँलाई कस्तो लाग्यो विश्वकर्मा समाजको पार्टी एकदमै रमाइलो भयो समर भेन्यू चाहिँ हो भेन्यू राम्रो दाई भित्र बाहिर हामी बस्दाखेरि गर्मी खेल्नको लागि पनि एकदम रेगुलर मनोरञ्जनलाई आफ्नो इष्टमित्र साथीभाइ सबैसँग रमाइलो फिल भइरहेको छ कलाकार एकदम ओ हाम्रो मलाई विनोद दाईको विनोद दाई ल लास्ट लाइन एउटा Have a great summer. Thank you, Dai. Everybody, विश्वकर्मा समाजको हाम्रो सम्पूर्ण दाजुभाइ इष्टमित्र छोराछोरीहरू पनि भन्नु पर्यो हामीले उसो भन्ने ल have a great summer. यो त अहिले स्टार्टिङ मात्र हो विश्वकर्मा समाजको सधैँ उस पर्यो सधैँ नै भइरहेको छ थ्याङ्क यू अमृत दाई एकदम अमृत दाई हामी चाहिँ 2006-07 देखि नै यो पार्टीमा लागिरहेको धेरै मेमोरी छ दाइ हाम्रो होइन दाइ अमृत दाइ अब दाइ हामी पहिला आफै फटी गर्थ्यो नि त मासु पोल्ने यताउति होइन अब अहिले चेन्ज भएको छ सबै प्यान्ट दाइले पहिला म्यारिड थियौँ बच्चा थिएन अहिले चाहिँ बच्चा ठुलो भइसक्यो अमृत दाइको भन्ने कुरा त्यही हो यसरी मुना दाइ हाम्रो जित अङ्कल चाहिँ पहिलाको एक्स प्रेसिडेन्ट विश्वकर्माको सही उहाँले पहिला राम्रो प्रोग्राम गर्नुहुन्थ्यो पहिला अब अङ्कल चाहिँ धेरै विशेष एकदम अनुभव हुनुहुन्छ एकदम सिनियर अङ्कल हुनुहुन्छ अङ्कल हजुर प्रोग्राम कस्तो लाग्यो 2 शब्दमा कस्तो लाग्यो अनि सल्लाह सुझाव राम्रो भयो हजुर अहिलेसम्म राम्रो भयो हजुर तर बिचमा हाम्रो सृष्टि चाहिँ किन स्थापना भयो भने कसैबाट नि भएन कि यो भनेको युनिटी हो हामीलाई कतिपय मान्छे आउँछन् जान्छन् हजुर होइन अब कतिपय हाम्रो पूर्वजहरूलाई गुमाइसकेका छौँ हजुर उनीहरूलाई मद्दत गर्ने हजुर त्यो समयमा होइन मद्दत गरेर चाहिँ
हरेक तबकामा चाहिँ युके भनेको चाहिँ नानी के भन्नु छ भने विदेश हो, विदेशको ठाउँ हो। हामीलाई कतिपय कुरोहरूमा चाहिँ हजुर। बाधा अवरोध गर्नुपर्छ। त्यसमा हाम्रो युनिटी छ भने चाहिँ हजुर हामीले त्यसलाई हजुर प्रब्लमली हजुर त्यसलाई हामीले त्यो प्रब्लमलाई चाहिँ सल्भ गर्न सक्छौँ। एकदम थ्याङ्क यू अङ्कल, हजुर सही कुरा गर्नुभयो अङ्कल। मदन अङ्कल प्लिज, मदन अङ्कल कसैलाई प्रोग्राम रमाइलो भयो आज। ल थ्याङ्क यू ल हाम्रो भयो। रोहित अङ्कल प्लिज, रोहित अङ्कल बल हजुरबा बल हजुरबा युट्युब हो कि हाम्रो बल हजुरबा प्रोग्राम कस्तो लाग्यो? हाम्रो अङ्कल पनि भकेश अङ्कल प्लिज भनिदिनुहोस्। वान अफ द बेस्ट, धेरै पछिको, धेरै पछि होइन हजुर जनकजी, कृष्णजी होइन अध्यक्ष। अध्यक्ष कृष्णलाई चाहिँ एकदम धन्यवाद, किनभने यति राम्रो प्रोग्राम गरेर अहिलेसम्म फर्स्ट टाइम हो उसले यो हो, सही कुरा गर्नुभयो। बल हजुरबा प्लिज। अझै पनि फ्युचरमा पनि योभन्दा राम्रो हुन्छ भन्ने आशा लिएको हो हाम्रो भकेश अङ्कल र भकेश अङ्कल र बल हजुरबा चाहिँ एकदम हाम्रो अभिभावक जस्तो, समाजको सबभन्दा विद्वान। अब हाम्रो सल्लाह दिने आइदिनु भयो टाढाबाट। बल हजुरले मायाले दुई शब्द संस्थापक एकदम बुजुर्ग अभिभावक दिदी तपाईँको छ इन्टरभ्यू हजुरबा दुई शब्द जस्तो तपाईँको अहिलेसम्म तपाईँ यत्रो वर्ष युके बस्नुभयो, आज चाहिँ कस्तो भयो? हजुर आज एकदम राम्रो हजुर अनि यो जग्गा पनि धेरै राम्रो। लोकेसन अहिलेसम्म मैले लोकेसनमा सबभन्दा राम्रो यो हजुर एकदम थ्याङ्क यू हजुरबा, रमाइलो गर्नु होला है। हजुर 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 हुन्छ थ्याङ्क यू हजुर ल हस् थ्याङ्क यू। हाम्रो विश्व समाजको फाउन्डर अध्यक्ष, फाउन्डरमा चाहिँ किशोर गरदास हुनुहुन्छ, बिरजा चाहिँ हाम्रो विश्वकर्माको सबभन्दा सुरुको अध्यक्ष हुनुहुन्छ। र आज प्रोग्राम कस्तो लाग्यो, कति वर्षपछि गऱ्यौँ त्यो प्लिज भनिदिनु पऱ्यो नि, सल्लाह सुझाव। थुप्रै परिश्रम र साथीभाइहरूसँगको समन्वयबाट यो थुप्रै वर्ष, टकिङ अबाउट 10 years, 10 वर्ष सबै हाम्रो साथीभाइहरू छरपष्ट भएर हजुर अब हामी यस्तो गरेर हुँदैन भनेर हामीले विश्वकर्मा सोसाइटीको फेरि जन्म गरेका हौँ। आजको यो प्रोग्राम देख्दाखेरि मान्छेहरू एब्सोल्युटली थ्रिल भयो, फन्टास्टिक, थ्याङ्क यू भेरी मच। इट्स नट ओन्ली माई एफोर्ट, इट्स नट ओन्ली कृष्ण गहत राज एफोर्ट्स, it's everybody's entire team member community ko everybody put in their effort and let's keep it like this. Vishwakarma Welfare Society, there is only one Vishwakarma, UK ma or Nepal ma, all around the world. Vishwakarma is Vishwakarma, as simple as that. Just Nepal धेरै जाति छन्, त्यो मध्ये विश्वकर्मा is one of the जाति. Vishwakarma is one of, we are engineers. हो नि, we are engineers by profession. Yes. So Vishwakarma, one Vishwakarma, and it will always be Vishwakarma all the time. Dai, thank you so much. Time दिनुभयो हजुर। अब Fantastic. फाउन्डर प्रेसिडेन्ट पनि हुनुहुन्छ, यस्तो टाइम दिनु हजुर। सबभन्दा राम्रो चाहिँ यो लोकेसन, आजको जस्तो लोकेसन हामीले कहीँ पनि पाएन। I want to thank my brother Pushkar and Krishna to organize this place as our party place. I never seen like this. हाम्रो मिर्दाले भने चाहिँ This is the best place I have ever seen. मिर्दाले के भन्नुहुन्छ, यो हल चाहिँ फेरि पनि बुक गर्नु पर्यो भन्नुहुन्छ। And we want to continue do our parties and events and everything here for forever. Forever. दाइको भने के सर एकदम सही कुरा लाग्यो तपाईको। Any better place than this? Yes. दाइले सधैँ मिठो बोल्नुहुन्छ, दाइको एक्सपिरियन्स पनि छ। थ्याङ्क यू सो मच दाइ, टाइम दिनु। I have never seen a place like this in my life since we organize our Vishwakarma's gathering. एकदम since 2006. Okay. So this is the best place I have ever seen. Thank you so much दाइ। हजुर टाइमको लागि हजुर कृष्ण थ्याङ्क यू दाइ, तपाईँको माया र आशीर्वाद एकदम हुन्छ।
म्युजिक बजाउँदै बिचबिचमा जाम रोक्नु होला है ल सुरुवात है अगाडि किन भाउजू जित्नु पर्छ है हेलो फेरि अर्को नेक्स्ट म्युजिक एउटा सानो जानकारी दिन चाहन्छु आदरणीय हाम्रो अतिथिहरू लीला लीला ल यता सुन्नुहोस् है तपाईँहरू आउट हुँदै हुनुहुन्छ डाइरिया चाहिँ सानो बनाउँदै हुनुहुन्छ कि ल फेरि स्टार्ट दायाँ बायाँ नघुमिकन जुन अवस्थामा हुनुहुन्छ जुन ठाउँमा हुनुहुन्छ नहेरिकन यसरी दिने के टक्क टक्क पछाडि नआउनु जहाँ हुन्छ खाली भयो भने पछि हामीले सर्नु भनेपछि मात्रै सर्नु होला है त कतातिर नाच्नु दायाँ बायाँ तपाईँ आउट होइन यो बजेपछि नफालौँ के बजेपछि नफालौँ उहाँको अघि ल उहाँ बजेपछि नफालौँ बजेपछि आफ्नै साथमा राख्नु अनि आउट ल ल होइन आउट यो गेम हो गेममा आउट हुनुभयो हजुर यहाँनिर बस्नु है होइन आउट छ्यामा जित्नु पर्छ तपाईँ हाम्रो नगेन्द्र अङ्कल हुनुहुन्छ एकदम सिनियर सल्लाहकार हाम्रो विश्व समाजको पहिलेबाट 2006 जमानाबाट धेरै प्रोग्राम अर्गनाइज गर्नुभएको छ धेरै सल्लाह सुझाव दिनुहुन्छ अङ्कल हजुर आज प्रोग्राम कस्तो लाग्यो र हाम्रो यसलाई अझै राम्रो गर्न सकिन्छ बेटर सुरुवात कस्तो लाग्यो होइन यो आजको हाम्रो प्रोग्राम एकदम भन्नुपर्दा एकदम राम्रोसँग गयो राम्रो भयो होइन यो धेरै वर्षसम्म चाहिँ हामीले यसरी मनाउनु पाएको थिएनौँ र आज यसरी सबै युकेमा छरिएको दाजुभाइ दिदीबहिनी भेला भएर प्रोग्राम गर्न पाउँदा साह्रै खुसी लाग्छ थ्याङ्क यू सो मच अङ्कल अनि कसरी बेटर गर्न सकिन्छ अझै यसमा चाहिँ हामीले सबैले चाहिँ कसरी चाहिँ मैले मात्र होइन सबैले आफ्नो सोचेर विचार एकदम कसरी राम्रो गर्न सकिन्छ सकभर सबै अहिले जो छुटिनु भएको छ उहाँहरू पनि आउने थ्याङ्क यू सबैले हाम्रो यो कर्मको हो भन्ने त्यसरी गरेर सल्लाह हामी गयो भने राम्रो हुन्छ अङ्कल सधैँ माया आशीर्वाद सधैँ रहेको छ हामीलाई अङ्कल 2 शब्द बोलिदिनु भयो टाइम दिनुभयो थ्याङ्क यू सो मच इन्जोय गर्नु अङ्कल ल थ्याङ्क यू अङ्कल हस् अङ्कल
जुत्दै दिदी इन्जोय गरेछ है ल थ्याङ्क यू इन्जोय सकिला त इन्सपायरिङ पर्सन लीला रसाली विषयमा हुनुहुन्छ आज प्रोग्राम कस्तो भयो अनि सल्लाह सुझाव के दिन चाहनुहुन्छ सुझाव त म केही दिन चाहन्छु किनकि सबै राम्रो थियो मसँग माइक छैन अनि यति भन न के भन्नु सुझाव त म केही दिन चाहन्न सल्लाह पनि मैले सायद केही दिनु पर्दैन किनकि आजको प्रोग्राम नै 10 मा 10 नै थियो यस्तो रमाइलो थियो यस्तो वेदर समर पार्टी ठ्याक्कै समरकै लागि क्या समर इन्जोय पनि गऱ्यौँ अनि बाहिर बसेर खेल्ने ठाउँ पनि भएको अब खानुलाई निस्किनु पनि मिल्ने खाना पनि दामी बिबिक्यू त अब भेजिटेरियन पऱ्यो सायद मिठो थियो होला अनि पार्टी कति वर्षपछि भयो पार्टी त धेरै वर्षपछि भएको सायद 2014-15 मा भयो थियो लास्ट होइन तर अध्यक्षज्यूलाई धेरै धेरै धन्यवाद त्यसरी सबैजनालाई फेरि एकत्रित गराउनु भयो यति नयाँ नयाँ अनुहारहरू देख्न पाएँ हाम्रो बच्चाहरू पनि कति ठुल्ठुलो भएको प्रायः सबैजना होइन उहाँहरूले पनि अब चिनिराख्ने खुसी लाग्यो थ्याङ्क यू सो मच टाइम दिनुभयो म उहाँको हस्पिटल फेरि सल्लाह सुझाव राम्रो लाग्यो भेनाजुहरूले अर्गनाइज गरेर एकदम खुसी लाग्यो हो विकास ल भन 2 शब्दमा कस्तो लाग्यो प्रोग्राम एकदम बवाल हुँदैछ म फेरि आउँदैछु अनि सल्लाह सुझाव के दिने हजुर सल्लाह सुझाव के दिन्छ क्यारी अन अनि हाम्रो साथीको नाम के भयो अक्षय कसलाई हो ल थ्याङ्क यू सो मच है ल भाइ अक्षय ल पछि दसैँ आउनुपर्छ है ल ल कलाकार एक्टर ध्रुव दत्त दाई हुनुहुन्छ उहाँ चाहिँ समाजमा एकदम मरिबिट्ने व्यक्ति विशेष सल्लाह दिने एक्टिभ मेम्बर हुन्छ दाइ आज प्रोग्राम कस्तो लाग्यो अनि के सल्लाह सुझाव दिनुहुन्छ छोटो मिठो एकदमै रमाइलो भयो एकदमै राम्रो भयो जति पनि हाम्रो अलमोस्ट 4 वर्षदेखि समाज 4 वर्ष कोमामा गइरहेको थियो हजुर हजुर समाज चाहिँ 2022 मा देखि नै 2026 सम्म एक किसिमको ग्याप भइरहेको थियो हाम्रो किनभने हामी चाहिँ रमाइलो गर्नलाई ठुलो कुरा भएन तर पनि हाम्रो मान्छेहरू हाम्रो रिलेसनको मान्छेहरू हाम्रो समाजको मान्छेहरूसँग भेट्नलाई एउटा एकदमै राम्रो अपर्च्युनिटी भयो रमाइलो भयो एकदमै राम्रो साथीभाइहरूसँग दाजुभाइ दिदीबहिनीसँग भेटेर मौका पाइयो एकदम खुसी लाग्यो अनि सल्लाह सुझाव के छ हामीले के सुधार्नु पर्ने प्रोग्राममा तपाईँले के खटेको होइन केही पनि त्यस्तो त केही पनि छैन तर पनि यो जुन सम्मान कार्यक्रमहरू थियो होइन कलाकारहरूदेखि लिएर विभिन्न एचिभमेन्ट गर्ने एचिभमेन्ट पाउने डक्टर इन्जिनियर उहाँहरूलाई चाहिँ पहिल्यै कन्फर्म गरेर कहिले कन्फर्म गरेर एकैचोटि चाहिँ तपाईँले उहाँलाई जसले सम्मान पाउनुहुन्छ जसले सम्मान गर्दै हुनुहुन्छ अथवा जसले उहाँहरूलाई पहिले खबर तपाईँ चाहिँ सम्मान हुँदै हुनुहुन्छ है भनेर अथवा चाहिँ सम्मान गर्दैछौँ है भनेर गरेको भएदेखि चाहिँ अलिकति छोटो मिठो छिटो हुन्थ्यो होला होइन हेर्दाखेरि चाहिँ रमाइलो हुन्थ्यो होला त्यति नै हो अरू चाहिँ सानोतिनो यो एकदमै यो माइनर यसलाई चाहिँ हामीले चाहिँ अरू फेरि नेक्स्ट प्रोग्राममा चाहिँ हामीले इम्प्रुभ गर्न सक्छौँ र विशेष गरी चाहिँ हाम्रो कृष्ण बत्राजी र उहाँको टिम हाम्रो लीला भाइ पुष्कर भाइ इन्टायर टिमले नै राम्रो काम गर्नुभएको छ र गर्नुहोस् र हामी चाहिँ ब्याकमा हामी छौँ र
हाम्रो हामी र हाम्रो समाजको लागि चाहिँ हामीले चाहिँ जहिले पनि हामीले सहयोग सल्लाह एकदम र सपोर्ट दाइले पनि हाम्रो शुभकामना। दाइले एकदम नाम राख्नुपर्छ हाम्रो समाजमा अनि दाइले चाहिँ अझै राम्रो काम गर्दै जानुहोस्। दाइको म्युजिक भिडियो आउनु दाइ आइसक्यो आउलाको दाइ होइन आउँदैछ लास्ट विक मैले सुटिङ गरेको हामी यो नेपालमा सुटिङ गरेर आएको अब चाहिँ होपफुली नेक्स्ट विक चाहिँ यसको कामहरू कलर करेक्सनको कामहरू हजुर 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 नेक्स्ट विक चाहिँ रिलिज हुँदैछ। दाइ हजुर शुभकामना है। थ्याङ्क यू। अनि पार्टीमा फेरि भेटौँ न। दाइ तपाईँ एक्टिभ मेम्बर हुनुहुन्छ, मिटिङमा आइरहनु चाहिँ हामी भेट भइरहेको छ। तर आज अफिसियली यसरी फेरि भेट झन् हामी खुसी हौँ। दाइ तपाईँलाई धेरै धन्यवाद। थ्याङ्क यू सो मच हजुर थ्याङ्क यू दाइ। थ्याङ्क यू दाइ। मुन्ना दाइ हुनुहुन्छ, नयन दाइ। हेलो दाइ चाहिँ पहिले 2006 देखि नै एकदम एक्टिभ समाजको लागि जे पनि गर्नु रेडी। दाइ अब नाइट ड्युटी गरे पनि डे ड्युटी गऱ्यो जे भने समाजले एक फोन कल गर्ने बित्तिकै एकदम एक्टिभ। अहिले पनि पहिले अध्यक्ष जो भए पनि फेरि है जो भने दाइ आज कति वर्षपछि यो प्रोग्राम भयो, कस्तो भयो, के सल्लाह सुझाव दिन चाहनुहुन्छ? सुरुमा चाहिँ कस्तो भयो प्रोग्राम? यो प्रोग्राम चाहिँ नि धेरै पछि भयो रफली 4-5 इयर्स भयो होइन पछि भएको र यो आफ्टर लङ टाइम भएको हुनाले धेरै नै रमाइलो भयो। हजुर एकदमै बिजी पनि भयो किनभने मान्छे धेरै नै अनएक्सपेक्टेड आइदिए होइन एकदमै राम्रो भयो। अझै नेक्स्ट टाइम अझै दसैँ पार्टी राम्रो गर्ने हाम्रो प्लान छ। अहिले त अब धेरै पछि गरेको हुनाले अलिकति सायद धेरै मान्छे हेप्पी पनि भयो होला नि, धेरै अनहेप्पी पनि भयो होला नि, तर सरी फर द्याट। तर नेक्स्ट टाइम चाहिँ हामी अझै राम्रो गर्ने एकदम राम्रो गर्छ। थ्याङ्क यू दाइ। अनि के सल्लाह सुझाव के गर्नु मिल्छ भने त अब सबै राम्रै भयो होला के? सबै राम्रै भयो भन्नु होइन के भन्ने हजुर कहाँको हुनुहुन्छ? हजुर हाम्रो एकदम राम्रो गाना गायो है। हाम्रो यहाँ कोष अध्यक्ष हुनुहुन्छ रोजी भाउजू चाहिँ पहिलेबाट एकदम एक्टिभ हुनुहुन्छ समाजमा। यसपालि यस्तो काम गर्नुपर्छ कि हामी जब 3 छक्क पऱ्यो यस्तो एकदम राम्रो गर्नुपर्छ दिदी। त्यसो हामी थ्याङ्क यू समाज विश्वकर्म समाजबाटै होइन। अनि आज प्रोग्राम कस्तो भयो, कस्तो लाग्यो तपाईँलाई? आजको प्रोग्राम एकदम राम्रो भयो, हामीले सोचेको भन्दा राम्रो भयो। अब कोषाध्यक्ष मलाई जो दाइ हाम्रो चेयरम्यानज्यूले योग्य ठानेर दिनुभयो होइन। सुरुमा त लागेको सायद सक्दिनँ कि अब डर हुन्छ होइन, तर भइराख्यो किनभने अहिले अब टेक्नोलोजीको जमानामा अब सबै फोनबाट हुनाले अब होइन घरमा पनि अब म अपडेट गरिरहेको हुन्छु अनि गर्दाखेरि चाहिँ जस्ट भइराखेको छ र पार्टी चाहिँ एकदम राम्रो भयो, सक्सेस भयो। सबै राम्रो फिडब्याक आएको छ है? सबै राम्रो फिडब्याक आएको छ। अब यस्तै गरेर सबैजनाले साथ दिनु एकदम हाम्रो संस्था हाम्रो कामसँग चलाउन सकिन्छ, अझै राम्रो राम्रो कामहरू गर्न सकिन्छ। अनि त्यही छ हजुरको साथहरू सबैजना साथ भयो भने चाहिँ अब हामी अझै धेरै हजुरको साथ चाहिँ जरुरी। तपाईँ कोष अध्यक्ष भएर के सल्लाह सुझाव दिन चाहनुहुन्छ कि? अब त्यही हो पेमेन्टहरू अपडेट गरिदिनुहोस्। पेमेन्ट अपडेट अब जस्तो अब मेम्बरसिपको छ भने अब मन्थली हामी सबैले अपडेट गरिदिनुहोस्। सबैसँग डाइरेक्ट डेबिट गर्नुभयो भने सजिलो हुन्छ, पेमेन्ट मिस हुँदैन, रेगुलर हुन्छ होइन। अनि त्यही हो हजुर। एकदम थ्याङ्क यू दिदी, टाइम दिनुभयो, थ्याङ्क सो मच। हुन्छ चाहिँ सेन्चुरी दाइ भ्यारिकेटबाट आउनुपर्छ त्यति टाढो नर्थबाट। दाइ चाहिँ सबभन्दा टाढो आउने हाम्रो विजय दाइ सधैँ हुनुहुन्छ। दाइको पार्टी कहिल्यै मिस गर्नुहुन्न। 5-6 दाइ कति घन्टा लाग्छ दाइ हेरेको यहाँ आउँदा नि? 5-6 घन्टा लाग्छ। त्यत्रो ड्राइभ गरेर मान्छे 1 घन्टा टाढो। दाइ अनि तपाईँको माया आशीर्वाद चाहिँ हाम्रो सब पार्टीलाई हाम्रो दाजुभाइ सबै छ। दाइ आज प्रोग्राम कस्तो लाग्यो? तपाईँ टाढा आउनुभयो, दुःख पाउनु भएन अनि कस्तो लाग्यो प्रोग्राम? एकदम रमाइलो थियो, साह्रै इन्जोय गरियो, सबैसँग भेटियो, नयाँ पुरानो मान्छेहरूसँग। हजुर खुसी लाग्यो। दाइ सल्लाह सुझाव के दिन चाहन्छ हामीलाई? यस्तै हुनुपर्छ। यो भयो भने हामी कम्युनिटीमा लिङ्क र मेलमिलाप गर्छ। एकदम त्यही हो। हामी नेक्स्ट डे यहाँ सफा गर्न आएको अमृत दाई, मुन्ना दाई, म, मिर दाई चाहिँ भर्खर जानुभयो, बाबा चाहिँ। हाम्रो अमृत दाई मुन्ना दाई फटिक गरेर थाहा